युएईले गर्यो नेपाली नागरिकका लागि वर्किङ भिजा सँगै भिजिट भिसा पनि बन्द। दर्शकबिन नमस्कार, म तेजेन्द्र बिसी। संयुक्त अरब इमिरेट्स युएईले नेपाली नागरिकका लागि वर्किङ भिजा सँगै भिजिट भिसा पनि बन्द गरेको छ। नेपालमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट र कैदी भाग्ने घटनापछि युएईले यस्तो कदम चालेको जनाएको छ। दुबई स्थित विभिन्न कम्पनीहरूले भिजा टाइपिङ गर्नै नसक्ने र पहिले नै टाइप भएका भिजा समेत रद्द हुन थालेको जानकारी दिएका छन्। एक सुरक्षा कम्पनीले सेक्युरिटी गार्डका लागि पेश भएका भिजा अस्वीकार भएको जनाउँदा वेयरहाउस र क्लिनिक कम्पनीहरूले पनि आवेदन दर्ता भए तापनि दर्जनौं नेपाली कामदारका भिजा नस्वीकृत भएको बताएका छन्। यससँगै गणतन्त्र कोरियाले पनि यी 7 भिजा मार्फत नेपाली श्रमिक लैजाने बाटो बन्द गरेको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन अनुसार गणतन्त्र कोरियामा सिप युक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि 2080 कार्यान्वयन नगर्ने निर्णय गरेको हो। हाल नेपालबाट कोरिया जाने श्रमिकहरू रोजगार अनुमति प्रणाली ईपीएस मार्फत मात्रै पठाउने व्यवस्था यथावत रहने विभागले जनाएको छ। अब तपाईहरू यो विषयलाई के भन्न चाहनुहुन्छ? मनमा लागेको कमेन्ट तल कमेन्ट बक्समा राखिदिनु होला र यो भिडियोलाई जति सकिन्छ शेयर पनि गरिदिनु होला र युएई र कोरियाको लागि तयारी गरेर बसिरहनु भएको थियो र पक्कै पनि उहाँहरूको लागि भए पनि यो भिडियो धेरै भन्दा धेरै महत्त्वपूर्ण रहेको छ।